안녕하세요. नमस्कार। म चाहिँ आज तपाईहरुको लागि कोरियन भाषामा अति नै आवश्यक र एक्जाममा पनि आउने र पटक पटक हामीलाई पनि आवश्यक परेको कुराहरु चाहिँ पढाउन सिकाउन गइराछु। त्यो हो यो इल। के रे यो इल। यो इल भनेको चाहिँ बार हो। आइतबार, सोमबार, शुक्रबार, शनिबार यो चाहिँ कोरियनमा कसरी भन्ने र 1 मिनेट भित्रमा कसरी याद गर्ने भन्ने कुरा चाहिँ आज म हजुरहरुलाई सहजै सिकाउन गइरहेको छु। सबैभन्दा अगाडि यो इल भनेको जान्नुहोस्। यो इल भनेको चाहिँ बार हो। यसमा अब 7 वटा छ। इर यो इल हेर्नु है। इर अनि यो इल भन्यो भने यो के हुन्छ आइतबार। अर्को हुन्छ व र्यो इल सोमबार। वा यो इल मंगलबार। सु यो इल बुधबार। मो ग्यो इल बिहीबार। कुम ल्यो इल शुक्रबार। थो यो इल शनिबार। ल हेर्नु त मैले अब तपाईहरुलाई एकदमै सहज पाराले सिकाउन गइरहेको छु है त। सुरुमा सबैभन्दा अगाडि यो इल भनेको बार हो। यहाँ हेर्नु ल यो इल यो इल यो इल यो इल सबमा यो इल कमन देखिरहनु भएको छ नि। हो यो इल भनेको चाहिँ बार। हामीले के गर्यौं यसैको यो इलको अगाडि के राख्दा इल वल वा सु मोक खुम थो। यसरी इल वल वासु मोक खुम थोको पछाडि चाहिँ यो इल राख्यो भने बार हुँदो रहेछ है। अब यसैलाई चाहिँ अब हामीले एकचोटी तारासे गर्नु है। तारासे भनेको चाहिँ के हो भन्दा मैले जे भनेको त्यही बोल्नु। अब हामीलाई लेख्न चाहिँ आयो, लेख्न मात्र जानेर हुँदैन, यसलाई पढ्नु पनि पर्छ है त। इ र्यो इल के रे इ र्यो इल हुन त यो के हो इल यो इल जस्तो देखिन्छ सुरुमा बेसिकमा पढ्दाखेरि चाहिँ। तर यो र चाहिँ माथि जान्छ के। यो के जान्छ रे र चाहिँ माथि जान्छ। इ र्यो इल हुन आउँछ के। इ चाहिँ यहाँ भयो, र चाहिँ यहाँ जान्छ र यो इल यतापट्टि साइडमा आउँछ है। अब हुनु पनि त इल यो इल हो तर उच्चारण इ र्यो यो र माथि गएर इ र्यो इल हुन्छ है। त्यस्तै गरी अब यो फाछीमा भएको कुरा चाहिँ सबै माथि माथि जान्छ। ल छा इ र्यो इल मसँगै भन्नु है। इ र्यो इल वर्यो इल वायो इल सुयो इल मोग्यो इल खुम्यो इल थोयो इल। फेरि 2-3 चोटि यसलाई भिडियो पज गरी लेखेर पढ्नु होला र मैले जस्तै तारासे गर्नु होला। यसको लागि कन्ठ गर्नको लागि चाहिँ तपाईहरुले यहाँ हेर्नु ल इल वल वासु के रे इल वल वासु मोक खुम थो। इल वल वासु मोक खुम थो को पछाडि यो इल राख्नु भयो भने चाहिँ यो बार कम्प्लिट हुन्छ है त। ल कसरी सजिलैसँग सिक्न सक्नु भयो होला कमेन्ट गर्नु होला र मेरो च्यानललाई लाइक सब्स्क्राइब पनि गर्नु होला है त।